साथीहरु सबैजनालाई नमस्ते अनि स्वागत छ मेरो दधिराम टेज युट्युब च्यानलमा। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ तपाईहरुको सामुन्ने म चाहिँ फेसबुक कन्टेन्ट मोनेटाइजेसन टुल कसरी प्राप्त गर्न सकिन्छ त नेपालमा बसेर भनेर, फेसबुकबाट कसरी पैसा अर्न गर्न सकिन्छ त भनेर तपाईहरुको सामुन्ने भिडियो लिएर आएको छु। सो यो भिडियोलाई चाहिँ अन्त्यसम्म हेरेर साथ दिनु होला। भिडियो कस्तो लाग्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला। अब चाहिँ हामी जान्छौँ मोबाइलको स्क्रिनतर्फ। फर्स्ट अफ अल तपाईहरु आफ्नो पेज अथवा प्रोफाइलमा जानुस् अनि त्यहाँ गइसकेपछि प्रोफेसनल ड्याशबोर्ड भनेर देख्न सक्नुहुन्छ। प्रोफेसनल ड्याशबोर्डमा जानुस् अनि तपाईहरु माथिनिर यहाँ देख्न सक्नुहुन्छ मोनेटाइज भनेर। मोनेटाइज अप्सनमा गइसकेपछि यहाँनिर तल दिइराछ है, यहाँनिर कन्टेन्ट मोनेटाइजेसन अनि स्टार अनि सब्सक्रिप्सन भनेर दिइराछ। सिम्पली तपाईहरु चाहिँ कन्टेन्ट मोनेटाइजेसनमा जान सक्नुहुन्छ। यहाँनिर कन्टेन्ट मोनेटाइजेसनको वाइट लिस्ट क्राइटेरिया दिइराछ। सो तपाईहरु यसभित्र जान सक्नुहुन्छ। यो 6 वटा क्राइटेरिया दिइराछ फेसबुकले चाहिँ। फर्स्ट अफ अल तपाईहरु 18 वर्षको हुनु पर्यो, बी एट लिस्ट 18 इयर्स ओल्ड भनिराछ। रिसाइड इन एलिजिबल कन्ट्री भनिरहेछ। अहिले चाहिँ नेपाल पनि एलिजिबल कन्ट्रीमा पर्दछ साथीहरु। सो तपाईहरुको चाहिँ 30 दिन पुरानो फेसबुक आइडी हुनुपर्छ अनि 90 दिनमा चाहिँ तपाईहरुले 3 वटा रिलहरु पोस्ट गरेको हुनुपर्छ है साथीहरु। अनि 4 वटा क्राइटेरिया भयो। 2 वटा क्राइटेरिया चाहिँ यसरी दिइराछ। सो 10,000 फलोअर्स पुर्याउनु भनिराछ अनि लास्टमा चाहिँ 28 दिनमा चाहिँ 1,50,000 भ्युज ल्याउन भनिराछ साथीहरु। यति पुरा भयो भने साथीहरु 6 वटा क्राइटेरिया पुरा भयो भने कन्टेन्ट मोनेटाइजेसन टुल चाहिँ तपाईहरुलाई प्राप्त हुन्छ साथीहरु। यसका लागि तपाईहरुले विकली टास्कहरु पुरा गरेको हुनुपर्छ। विकली टास्कहरु यसरी दिइरा हुन्छ साथीहरु। विकली टास्कहरु कम्प्लिट गर्दै जानुभयो, रिल्सहरु अपलोड गर्ने, फोटोहरु अपलोड गर्दै जानुभयो भने चाहिँ कन्टेन्ट मोनेटाइजेसन टुल्स पाउन सक्नुहुन्छ। सो साथीहरु यो चाहिँ मेरो फेसबुक प्रोफाइल हो। फेसबुक प्रोफाइल मेरो चाहिँ ड्याशबोर्डमा गएर हेर्छु साथीहरु। मेरो चाहिँ मोनेटाइजेसन भइसकेको छ। यहाँनिर एनालाइटिक्समा देख्न सक्नुहुन्छ भ्युज, इन्गेजमेन्ट अनि एप्रोमेट अर्निङ यहाँ देख्न सक्नुहुन्छ। अनि नेट फलोअर्स मेरो चाहिँ डाउन भइरहेछ है साथीहरु। यो चाहिँ मेरो